आमा बनिन् चर्चित लोक तथा दोहोरी गायिका सुनिता बुढा छेत्री। फ्यान तथा परिवारका लागि आयो खुसीको खबर। दर्शकबिन चर्चित लोक तथा दोहोरी गायिका सुनिता बुढा छेत्री आमा बन्ने सौभाग्य पाएकी छन्। पहिलो सन्तानको रूपमा सुनिता बुढा छेत्रीले एक छोरालाई जन्म दिएकी हुन्। नयाँ वर्षको सुरुवाती दिनसँगै सुनिता बुढा छेत्रीले एक शिशुलाई जन्म दिएर परिवार तथा फ्यानहरूलाई खुसीको खबर प्रदान गरेकी छन्। श्रीमान लक्ष्मण न्यौपानेका अनुसार शिशु र आमाको दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। करिब 1 वर्ष अगाडि इन्जिनियर लक्ष्मण न्यौपानेसँग वैवाहिक जीवनमा बाँधिएकी सुनिता बुढा छेत्री पछिल्लो समयको नेपालको सबैभन्दा चलेकी लोकदोहोरी गायिका हुन्। सयौं एल्बमहरूमा उत्कृष्ट गीतहरू गाएर दर्शक श्रोताको मन जितेकी सुनिताले आफ्नो स्वर, सरलता र अनुशासनले गर्दा छुट्टै पहिचान समेत बनाएकी छन्। अब सुनितालाई कलाकारिता जीवनसँगै मातृत्वको नयाँ अभिभारा र जिम्मेवारी समेत थपिएको छ। सुनिता बुढा छेत्रीलाई आमा बन्ने सौभाग्य प्राप्त भएकोमा तथा श्रीमान लक्ष्मण न्यौपानेलाई बाबा बन्ने सौभाग्य मिलेकोमा दुवैलाई हार्दिक बधाई तथा शुभकामना।